गरिब हुने कारण तीनटा छन्। गरिब हुने कारण कतिवटा छन् रे? तीनटा छन् रे। तीनटालाई चाहिँ लिएर म बुझाउँछु। तीनटामा चाहिँ के हो त भन्दाखेरि चाहिँ नम्बर 1 मा रे पहिला जन्ममा नि तपाईँ हामीले दानको कमजोर भएर, के को कमजोर भएर? दानको कमजोर भएर हो कि होइन? त्यो चाहिँ एउटा मैले भनेको होइन, सम्मा सम्बुद्ध भगवानले एउटा हो नि, याद गरेर राख्नुहोस् ल। दानको कमजोर भएर। अर्को कुरा चाहिँ के कमजोर भएर हो त भन्दाखेरि चाहिँ अर्काको चोरेर गरिब भइएको। पहिला जन्ममा नि अर्काको चोरेर गरिब भइएको रे। एउटा चाहिँ दान नगरेर रे, एउटा चाहिँ अर्काको चोरेर। हेर्नुहोस् है, दुईटा भयो कि भएन? अनि नम्बर 3 मा चाहिँ के आउँछ त भन्दाखेरि ईर्षा र मत्सर्य धेरै भएर। के धेरै भएको? ईर्षा र मत्सर्य भन्दाखेरि दुईटा छन् कि छैनन्? योगीहरूले त्यसरी याद गर्न पर्दछ। ईर्षा एउटा चाहिँ मत्सर्य। बर्माले भन्दाखेरि चाहिँ कसरी आउँछ भन्दा एता ने मिश्रिया रे। के हो? यो एता छ, मिश्रिया भन्ने छ, यो चाहिँ भित्रको मल रे। हेर्नुहोस् है, कोही मान्छेहरू सुखी हुन्नन्, मनको सुख छैन भन्दाखेरि कारण के हो त भन्दाखेरि समाज सम्बद्ध भगवानलाई इन्द्र राजाले सोद्धाखेरि नि समाज सम्बद्ध भगवानले मान्छेहरू धेरै शान्त हुन नसकेको कारण दुईटा रे। त्यो चाहिँ के हो त भन्दा ईर्षा र मत्सर्य, डार आरेस भन्ने नेपालीमा चलाउनुहुन्छ कि चलाउनुहुन्न? सबभन्दा खतरनाक हो यो ईर्षा र मत्सर्य चाहिँ। अब त्यसमा पनि ईर्षाको अर्थ, मत्सर्यको अर्थ भनेर दुईटा अर्थलाई पनि याद गर्न पर्यो। ईर्षा भनेको चाहिँ के हो त भन्दाखेरि अर्काको उन्नति भएकोलाई देख्न नसक्नुलाई ईर्षा भन्छ। तुरबा टुटेटागो मम्मिन्छेने सै, तुरबा टुटेटागो मन्नालो रे सै हो, तँलाई चाहिँ ईर्षा रे। होइन त ईर्षा यसले चाहिँ कसलाई जलाउँछ त भन्दाखेरि आफैलाई जलाउँछ रे भित्रभित्र है। त्यो आगोले चाहिँ जलाउँदाखेरि अनि सुख पाइन्छ त? पाइँदैन। खतरनाक छ कि छैन? यो ईर्षा र मत्सर्य छ भने पारे ज्ञान, ध्यानको मार्ग पनि, ज्ञानको मार्गलाई पनि रोकिदिन्छ नि। ज्ञानको मार्ग, ध्यानको मार्गलाई के गरिदिन्छ? रोकिदिन्छ। र ईर्षा भनेको चाहिँ अर्काको उन्नति भएकोलाई देख्न नसक्नु, सक्ने कि नसक्ने? मत्सर्य चाहिँ आफूमा भएको धन सम्पत्ति अरूलाई बाँड्न नसक्ने भावना, मत्सर्य। यो चाहिँ दुई प्रकारका नि आफ्नो पृथकजनहरूको हृदयमा हुने मैला। मत्सर्य भनेको चाहिँ के हो त भन्दाखेरि आफूमा भएको धन सम्पत्ति अरूसित सङ्गत नहोस् भन्ने भावना दिन नसक्ने रे मत्सर्य। डरलाग्दो छ कि छैन? मत्सर्य भनेको डरलाग्दो छ। र यिनी दुईटा आगोले चाहिँ सत प्राणीहरूलाई जलाइरहेको कारणले गर्दाखेरि ती सत प्राणीहरूले कहिले मनको सुख पाएका हुन्नन् रे समाज सम्बद्ध भगवानले नि। हो त कारणले गर्दाखेरि मान्छे नि गरिब दुखी हुने कारण चाहिँ 3। एउटा चाहिँ के हो त भन्दाखेरि चाहिँ दान नदिएर, दान दिएर कि नदिएर? नदिएर। अर्को नम्बर 2 मा चाहिँ के गरेर हो? नम्बर 3 मा चाहिँ के भएर हो? ईर्षा र डरलाग्दो छ कि छैन? ईर्षा र मत्सर्य छ भने पार चाहिँ अनि माजन हुन सकिन्छ त? माजन हुन सकिँदैन। र हो त्यो कारणले गर्दाखेरि चाहिँ यिनी दुईटालाई चाहिँ हटाउन कोसिस गर्नुपर्छ कि पर्दैन? हटाउन कोसिस गर्नुपर्दछ। त्यसमा पनि तपाईँहरूलाई मैले फेरि भनेर बताउँछु, दान गर्नु भएन नि पहिला जन्ममा। यो जन्ममा भिकारी भए तापनि आफूले ज्ञान, वीर्य, कोसिस बढाएर धन सम्पत्ति खोज्ने हो भने पार चाहिँ नि योग्य अनुसारको धन सम्पत्तिहरू प्राप्त हुन चाहिँ सक्छ। योग्य अनुसारको सक्छ रे दान नगरेको कारणले गर्दा नि। अनि अर्को चाहिँ के भन्दा पहिला जन्ममा चोरेर भिकारी भएको व्यक्तिले चाहिँ धन सम्पत्तिहरू खोज्दाखेरि उपलब्ध हुन्न होइन, प्राप्त हुन्छ। तर के हुन्छ त भन्दाखेरि
आगोले लिएर जान्छ, पानीले लिएर जान्छ, खराब छोराछोरीहरूले हरण गर्छन्, राजाले हरण गर्छ, अनि चोरले हरण गर्छ। हो त्यो कारणले गर्दाखेरि आफूले पाएका सम्पत्तिहरू चाहिँ एकतिरबाट नासिन पुग्छ। किन भन्दाखेरि पहिला जन्ममा तपाईँ हामीले चोरेको थियो नि त। चोरेको कारणले गर्दाखेरि चाहिँ आफूले कमाएर ल्याएका धन सम्पत्तिहरू पनि एकतिरबाट नासिन पुग्छ कि पुग्दैन? पुग्छ। हो त्यो कारणले गर्दाखेरि चाहिँ राम्रो हो कि नराम्रो हो? नराम्रो भने तापनि नराम्रोलाई गरिन्छ कि गरिँदैन? अनि नम्बर 3 मा चाहिँ के हो त भन्दाखेरि नि नम्बर 3 मा सबभन्दा खतरनाक चाहिँ यो ईर्षा र मत्सर्य ज्यादा धेरै भएको कारणले गर्दा नि ईर्षा र मत्सर्य भित्रबाट धेरै जलाएर अर्काको धन सम्पत्ति पनि देख्न नसक्नु, आफूले खाए जस्तो आफूले लाए जस्तो अरूले नलगाउन् भन्ने भावनाहरू राख्नु, आफूमा हुँदा पनि भइकन आफ्ना ज्ञाति मित्र आफ्ना नि आफन्तहरूलाई हेर्न नसक्नु, आफूले चाहिँ तिनी कुराहरूबाट दान दिन नसक्नु। हो त्यो कारणले गर्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि ईर्षा र मत्सर्यको कारणले गर्दाखेरि चाहिँ धन सम्पत्ति खोज्दाखेरि उपलब्ध गर्नै सकिँदैन। हेर्नुहोस् है, प्राप्त गर्नै सकिँदैन रे। किन प्राप्त गर्न सकिँदैन त भन्दाखेरि भित्रबाट नि यो ईर्षा र मत्सर्यले जलाइरहेको कारणले गर्दाखेरि खोज्न भनेर त जान्छ, तर खोज्न भनेर गए तापनि के हुन्छ त भन्दाखेरि चाहिँ ती देख्ने जति व्यक्तिहरू सबैले उसलाई के गर्छन् त भन्दाखेरि चाहिँ देख्नै माग्दैनन्, उसलाई केही नै सहयोग गर्न मन लाग्दैन अरे। त्यो व्यक्तिको अनुहार देख्दा बित्तिकै सहयोग गर्छु भन्ने मन पनि हराएर जान्छ। किन त्यसरी गएको त भन्दा ईर्षा र मत्सर्यको आगोले जलाएको हो कि होइन? उसले गरेको कर्मले हो कि होइन? कसैले रोकिदिएको हो त? हो त्यो कारणले गर्दाखेरि चाहिँ यो दान नदिएर गरिब भएको नि एउटा। अनि अर्को चाहिँ के हो त भन्दाखेरि चाहिँ नि आफूले चोरेर गरिब भएको, त्यसमा पनि सबभन्दा खतरनाक चाहिँ के हो त भन्दा ईर्षा र मत्सर्य, डार आरेस धेरै भएर। त्यही भएर कसै स्याडाउले के भन्नुहुन्छ त भन्दाखेरि पाल्ने नै इच्छा छ भने कुखुरा र हाँस पाल्नु रे, ईर्षा र मत्सर्यलाई चाहिँ नपाल्नु रे। नरक जानी त एकै हो रे। कुखुरा र हाँस पालेका व्यक्तिहरू चाहिँ अन्डाहरू खाएर नरक गएका हुन् रे। ईर्षा र मत्सर्य पालेका व्यक्तिहरू चाहिँ केही पनि खान नपाइकन नरकतिर जान्छन् रे। त्यसो गर्दाखेरि फाइदा छ त? छैन।